यो पनि भाइकै हो मैले राखिदिएको थाल वाट इज दिस बिहेभियर हो उसले चाहिँ फल मासु मात्रै खानुहुन्छ सुँगुरको मासुको तर कम्ती खानुहुन्छ यो पनि भाइकै हो राख्दैन नि त नहटेर अब जग्गा हुने साथ लगाइदिइहाल्छु यो बिस्तारै खाऊ नअत्ताली किन चाहिँ अत्तालीको ला हावाले उडायो ऊ भाइ ऊ फल मासु उडायो नि मेरो भाइ खाने बेला हो नि त खाने बेला हो साँच्ची भनेको जग्गा भयो यहाँ लगा तपाईँहरूले हेर्दै गर्नुहोस् होला साथीहरू कति चाहिँ खाँदो रहेछ अलिक जाता पनि भाडा माझै छ है होइन यसले खाने बेला हो नि त अहिले भर्खर खाजा खाएर त अलिक कम्ती खाएको है भाइ खाजामा पनि 2 थाल भातै खान्छ भातले मन कहिले गाइस मलाई चाहिँ मासु हेपेर कम्ती लाग्दैछ यो चाहिँ कम्ती भयो है साथीहरू मासु उठे मम्मी हाजेको अब मेरो बुढी अलिक उता जानु न कस्तो मिठो भएछ मैले बनाएको ल भाइ खोर्सानी पानी पानी दे पानी पानी भाइ निम्बु पानी दिनु भाइ खाइसक्यो कोक खान्छस् भाइ त्यो कोक नदेखाइदे त्यो स्प्याट हो त्यो बिस्तारी भाइ हड्डीले अड्किन्छ मैले फेरि हस्पिटल भोलि बिहान दिन्छ यसले त हस्पिटल कुद्नुपर्छ र नेपाल खाँदैन भात खाओस् न खाने उमेर हो त हौ भाइको औलीमा मैले चाहिँ यहीँबाट देख्दैछ छैन रहेछ हो मैले त्यसै जिस्केको मजाको धेरै पैसा यहाँ छ नि यहीँ छैन सिजन आयो कस्तो क्युट देख्यो है भाइलाई ओठको कोठी हल्लेको नापु भाइको त खाँदा पनि डिम्पल बस्छ त त्यो त डिम्पल बस्छ अन्त त यसले कम्ती केटी नभनेको हाम्रो भाइको 5 वटा छ यो कृष्णको भक्त हो नि त त्यही भएर बिचारे राधालाई त छोड्यो अहिले भर्खर भाइ चाहिँ कतानिर उसको चाहिँ बेलुका नाइट ड्युटी पर्सक्यो अन्त हामीले चाहिँ खाना खाइसकेर चाहिँ उहाँ चाहिँ भर्खर पधारिनु भएको खाना खाँदैछ अहिले चाहिँ भाइ भात खान अलिक दाल छ त मुसुरी दाल होइन सब्जी छ नि त त्यहाँ डल्लै काँचो भात यहाँ नि लुकेको छ सब्जी भए खान्थिस् अनि सब्जी च्याउ चाहिँ छ च्याउरा मासु दिँदैन मान्छे मर्छ अपुक च्याउ चाहिँ डल्लै उब्रेको छ हेर्दैछ त्यो च्याउ पनि त खाँदैन बिहानै रिसिँदाखेरि किन च्याउ पठाएको उयो गर्नु ल आमा त्यो च्याउ एकदम तिर हालेर यसो गरेर फ्राई गरेर के मजाले खाएको त्यस्तो गर्दै खाउँ बेसन यस्तो हालेर कतिजना मान्छेको चाहिँ थुक निस्क्यो होला मुखबाट है निस्किन्छ होला यो भिडियो हेर्दा ना हो च्याउ चाहिँ यसरी पकाउनु ल मजाले बेसनमा यसो गरेर चाहिँ अलिकति मासु पनि छोड्नु हुँदैन सुँगुरको हो कि रस तान्नुपर्छ महँगो छ है भाइ महँगो छ 300 350 ल 350 इन्डियन 350 नि भाइ चाहिँ नेपालको छ
फल मासु मात्रै खान्छ र तर बोसो पनि खाएको नेपालकै बुहारी भन्दै थियो त्यहाँ हुनु हैट यहाँले यहाँ ल बिरालो पनि दिनु भन्न सक्दैन आऊ सक्दो दिएको ल बिरालोलाई ऊ यहाँभरि छ भाइ खोर्सानी पुलिस स्टपहरू पनि लगा बिचमा होइन कन्टिन्यू खाँदाखेरि सिधै उयो हुने उयो चान्सेस हुन्छ नि त फेरि त्यो भाइको लाइफमा पनि छैन पुलिस स्टप यहाँ त झन् के हुन्थ्यो र स्प्राइट पढाइमा चाहिँ छ ल पढाइमा छ किन 9 गयो त अन्त 9 पढ्यो मलाई त एट ल 9 गयो 9 पढ्दैछु अब 5 सिक्किमको म त 9 सिक्किमको नाइ मैले राइट भने 8 ल्या 8 पढ्दैछु ल्या पढ्दैछ होइन भाइ सिक्किमको 9 भुटानको 7 इन्डियाको चाहिँ यता दार्जिलिङको चाहिँ 9 हो त अब हाम्रो एमबापेले खाइसक्यो एमबापे 9 पुग्यो एमबापे सर अब पढे भाइ बिसाउनुसम्म बिसाइस् त अब 9 पुग्यो त अन्त अब अर्को वर्ष अब चाहिँ हाम्रो भाइ पढ्नु बस्छ है 2 घन्टा चाहिँ यो त कसको छोरा पनि भन्छ यहाँ गर्दै खान्छ त होइन राम्री त कम त राम्री पनि देख्दै छैन आँखा खुवाइ चाहिँ गर्दै खान्छ सुँगुरको भन्दा आगा हड्डी पनि जस्तो लाग्यो चाहिँ अस्ति त्यो राजपक्षीको त हड्डीसरी खायो अरे त त्यति सुँगुरको मासु खा कसले चाहिँ तल यसको सुरेशले? साथीहरू भात खाने अलिक भाँडा धुइँदै अब अगायो भाइ युट्युबमा बोल्नु पर्यो नि भाँडा धुनु पर्यो हो अगायो भाइ यसले ढेउ काटे चाहिँ खाँदैन नभए चाहिँ खान्थ्यो होला यसलाई मन बनाएर आउने रहेछ अब नेपालको गीत। आउँदैन ल धरायो भात पकाउन सक्दिनँ भनेर के राम्रो देखेको है यतिको स्वाद चाहिँ लुगाको लेस त्यो तल नदेखाइ आउँदा तानिन्छ र बुलेट लागेको फोक्छ बुढो मान्छे अहिले फिलहाल चाहिँ भुँडीको इन्डेक्स चाहिँ सिधै यहाँ लाग्छु नि त यहाँ पनि घटिँदैछ यस ला धन्यवाद झटेकोमा यो त यिनीहरू त विश्वासको गएर काममा सुतिरहेको सक्छ यति खाएको यो आइस तँलाई एक थाल भात खानु 8 मिनट 9 मिनट लाग्दो रहेछ भाइ 8 मिनट त्यति कम्ती त्यस्तो ढिलो खाँदो रहेछ यसले त्यही त होइन अब उस्तै मान्छेहरूले 5 मिनटहरूमा त होइन नि त यहाँ नै यसरी राखेको बिरालोले नाङ्नु सक्थेन त हो त त्यो चाहिँ एक थाल लु बाई गर्दै बाई गुड नाइट Good भन्दै night. अगाइस नगर्नु खै निम्बु दिन त निम्बु एकछिन यहाँ पर छ मेरोमा उयो वाह काट्नु जलजिरा